सबैमा नमस्ते। म आज कटन प्यान्ट र यो कटन प्यान्टमा दिएको सिम्बलहरू इन्स्ट्रक्सन अनुसार हामीले त्यसको केयर नगर्दाखेरि यो समयभन्दा अगाडि नै फेडेड भएर जाने, कलर जाने र चाँडै नै पुरानो देखिने समस्या के कारणले हुन्छ र यसको समाधानको लागि के गर्न सकिन्छ भन्ने सुझावको सहित मैले भिडियो बनाएको छु। मैले अरू भिडियोमा भन्दै आएको जस्तै आज पनि म भन्न चाहन्छु, यो नै सम्पूर्ण जानकारी होइन। मलाई ज्ञान भएको ज्ञान म हजुरसँग बाँड्दैछु भने यसमा थपबाट केही छ र हजुरहरूलाई यसबारे के थाहा छ भने हजुरहरूले कमेन्ट सेक्सनमा गर्नुहोला। मसँग एउटा यो नयाँ प्यान्ट अपडेट भएको छ। यो चाहिँ 98.5% कटनबाट बनेको र यसको क्वालिटी एकदमै राम्रो छ। यति राम्रो क्वालिटी हुँदाहुँदै र राम्रो भनेर किनेर महँगो पैसा हालेर किनिसकेपछि पनि किन यो चाँडै नै फेड भएर जान्छ र यसको स्याहारमा हामीले के गर्नुपर्छ भन्ने कुराहरू चाहिँ म जान्छु। यो सबै कुराहरू कम्पनीले यसरी यहाँ लेखेर पठाएको नै हुन्छ। अब यसमा चाहिँ यो सिम्बलहरू पनि छ। यो सिम्बलहरू यो सिम्बलमा लेखेको छ। यो चाहिँ यो हामीले 40 डिग्रीसम्मको चिसो पानीमा मेसिन वास गर्न सक्छौँ भनेर यसलाई देखाएको छ। यसलाई चाहिँ इन्टु लगाएको छ। यो ट्रायङ्गलमा इन्टु लगाएको छ। यो चाहिँ हामीले क्लोरिन अथवा कुनै पनि ब्लिच गरेर हामीले यसलाई ब्लिच अथवा क्लोरिन गर्न सक्दैनौँ भनेर भनेको छ। यो स्क्वायर छ। स्क्वायरमा पनि इन्टु गरेको छ। स्क्वायर छ। यसले चाहिँ हामीले यो ड्रायरबाट हामीले लुगा सुकाउन सक्छौँ, तर लो हिटमा भन्छ। र यसमा आइरनको सिम्बल दिएको छ। यो आइरनको सिम्बलले चाहिँ हामीले यसलाई 150 डिग्री सेल्सियससम्म 150 डिग्री सेल्सियसको हिटमा हामीले यसलाई ड्राई गर्न सक्छौँ भन्छ। यतापट्टि लास्टमा चाहिँ यसलाई गोलो सर्कलभित्र इन्टु लगाएको छ। यसले चाहिँ यो ड्राई क्लिन गर्न मिल्दैन भनेर भनेको छ। यसरी यो जुन सिम्बलहरू चाहिँ सिम्बलको हामीले अर्थ बुझ्नु पर्यो। यो ट्रायङ्गल छ। ट्रायङ्गलमा इन्टु लगाएको छैन भनेपछि त्यो हामीले ब्लिचिङ गर्न सक्छौँ। यो जुन स्क्वायर छ, स्क्वायरलाई हामीले इन्टु लगाएको छ भने हामीले ड्रायरबाट सुकाउन सक्दैनौँ। यो कतै आइरनमा इन्टु गरेको हुन्छ, त्यो भने आइरन लाउन मिल्दैन। र यस्तो गोलो छ। यो गोलोमा चाहिँ हामीले इन्टु अथवा के लगाएको छ त्यो अनुसार हेरेर गर्नुपर्छ भने यसको पछाडिपट्टि चाहिँ नि वास विथ सिमिलर कलर डु नट आइरन अर प्रिन्ट ब्याच भनेको छ भने यसलाई इनसाइड आउटबाट धुनु भनेर यहीँ लेखेको छ। इनसाइड आउट हामीले यो प्यान्ट धुँदाखेरि चाहिँ उल्टो बनाएर पछि धुन हाल्यौँ र सुकाउँदाखेरि पनि इनसाइड आउट गरेर हामी उल्टो बनाएर सुकाउन हाल्यौँ भने चाहिँ यो कपडाहरू यो प्यान्ट लामो समयसँग टिक्ने हुन्छ, ड्युरेबल हुन्छ र यसको कलर चाहिँ एज इट इज रहिरहन्छ भन्दै म यस्तै यो कटनको प्योर 98.5% भनेको प्योर कटनको प्यान्ट स्लिम फिटमा हजुरलाई चाहिन्छ भने पिल्स प्लाजा, किङ कलेक्सन, किङ क्लोदिङ, सप नम्बर 214 फर्स्ट फ्लोरमा आउन अनुरोध गर्दछु। धन्यवाद।